लोकन्दी त राम्री नि फुलमा लाउँ कि जिउमा लाउँ भन्दो रहेछ अनि आफूले के भन्यो नि पालामै त हानु के हो लाटा हाँस खेल रमाइलोको लागि हो भने फुलमाया सँगै मर्ने बाँच्ने माया हो भने जिउ माया तिमीहरूको यस्तो डर धम्कीले डराउँदिन म त आज त यहाँदेखि झरे पो मलाई कुट्न नपाएको रिसले मेरो मैतीले दिएको च्याब्रुङ च्याति छैन मुखसुख च्यात्ने गरी दिन्छु यो घरमा मेरो चेलीको हैसियत के हो यसरी अर्काको छोरी चेली लिएर कुटपिट गर्न पाइन्छ अबदेखि हाम्रो चेली यो घरमा बस्दैन हौ जस्तोलाई छिन मेरो घरमा बस्नु पर्दैन मैती लिएर खुट्याउने खै त जय पनि दिन आएन तेरो युक्ते दाजुले घरमा पाहुना लिएर आएको छ लाउरे अरे जारी गर्छस् भने त हामी के पनि भन्दैनौँ है ओके हाम्रो दयाङ राईजी र मिलन मगर हाम्रो दामी जोडीको चाहिँ हैन वान अफ माई फेभरेट मुभी जारीको चाहिँ सिक्वेल आएको छ हैन त्यसको ट्रेलर चाहिँ भर्खरै आएको छ भर्खर भन्दा 2-3 दिन भयो हैन म चाहिँ अलिकति आफ्नै स्वास्थ्य कामको व्यस्तताले गर्दाखेरि मैले यो बीचमा कुनै मुभीहरु हेर्न पनि पाइनँ रिभ्यू पनि दिन पाइनँ हैन त्यसको लागि क्षमा चाहन्छु र अब जारी 2 को चाहिँ अब ट्रेलर हैन हेरेर यसको रिभ्यू नदी चाहिँ हैन चित्तै बुझेन त्यही भएर चाहिँ रिभ्यू भिडियो लिएर आएको छु अन्तिम समय हेर्नु होला हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला ओके हाम्रो उपेन्द्र सुब्बा हैन उहाँ आफैमा एउटा क्रिएटिभ कवि हुनुहुन्छ हैन उहाँद्वारा निर्देशित उहाँद्वारा नै लिखित भनौँ न हैन मुभी जारी 2 को चाहिँ ट्रेलर आएको छ र ट्रेलर मैले हेरेँ हैन ट्रेलर हेर्दाखेरि हैन एउटा मास्टरपिस मुभी हो जारी भनेको चाहिँ हैन सबैले मन पराएको मनमा बस्न सफल मुभी चाहिँ हैन त्यसको सिक्वेल बन्दाखेरि चाहिँ एउटा रिस्क चाहिँ के छ भन्दाखेरि चाहिँ मास्टरपिस मुभी चाहिँ बिग्रिन सक्छ पार्ट 2 ले गर्दाखेरि हैन त्यसको कन्टिन्युटीले गर्दा त्यो एउटा हामी शुभचिन्तकलाई चाहिँ एउटा डर छदैछ तर त्योभन्दा धेरै चाहिँ हामी उत्साहित छौं यो मुभी हेर्नको लागि र ट्रेलरमा चाहिँ हामीले हैन पहिलाकै कलाकारहरु हाम्रो हैन एक्टिङ किङ दयाङ राईजी अहिलेको हैन नम्बर 1 एक्ट्रेस मिलिना मगरजी हैन लगायत यसपालि नयाँ कलाकारहरु थपि भएको छ भने पुरानो कलाकारहरुमा पहिलाकै हाम्रो विजय बराल हुनुहुन्छ हैन उपेन्द्र सुब्बा हुनुहुन्छ त्यसैगरी पुष्कर गुरुङ हुनुहुन्छ प्रेम सुब्बा हुनुहुन्छ हैन मनाङ लावती यसपालि थपिनु भएको कलाकारहरु थुप्रै हुनुहुन्छ है र पहिलाकै अब हाम्रो मिननजीको भाइको रोलमा खेल्नुहुने हाम्रो थिएटर आर्टिस्ट अनिल सुब्बाजी हुनुहुन्छ हैन रेखा लेम्बुजी हुनुहुन्छ भने यसपालि नयाँ पात्रमा चाहिँ हामीले चाहिँ सृजना निखिलेकोजीलाई नै हामीले चाहिँ देख्न सकिन्छ हैन उहाँको चाहिँ एउटा आँखामा चाहिँ समस्या छ जस्तो देखिन्छ र उहाँ चाहिँ विजय बरालको अपोजिटमा हामीले चाहिँ देख्न सकिन्छ हैन त्यसैगरी भुवन सिंह राई हुनुहुन्छ सन्जु थलाङजी हुनुहुन्छ हैन र हाम्रो किरण चामलिङजी हुनुहुन्छ हैन उहाँ आफै पनि एउटा क्रिएटिभ डाइरेक्टर हुनुहुन्छ सुशील तामाङ लगायत थुप्रै कलाकार हुनुहुन्छ र यसमा स्पेशली अहिले थपिनु भएको चाहिँ हैन हाम्रो बुद्धि तामाङ हुनुहुन्छ हाइट है र रिचा शर्मा हुनुहुन्छ हैन दुई जना चाहिँ स्पेशल थपिनु भएको छ भने कमलमन नेपालहरु लगायत थुप्रै मल्टी स्टारर मुभी भनौं न हैन हुनुहुन्छ भने उपेन्द्र सुब्बाजी आफै पनि हुनुहुन्छ हाम्रो ट्रेलरमा देख्न सकिन्छ हैन र अब मुभी हेरिराख्दाखेरि चाहिँ जारीकै सिक्वेल चाहिँ मजाले कन्टिन्यू भएको जस्तो देखिन्छ हैन किन भन्दाखेरि जारी कहाँ अन्त्य भयो भन्दाखेरि दयाङ राईजी र मिलिना मगरजीको चाहिँ छोरी भएको थियो हैन त्यो पछि चाहिँ नै पिन्डिङ भएको थियो भने यसपालि हामीले चाहिँ हैन त्यसको केही वर्षपछि हैन 4-5 वर्षको अन्तरालपछि चाहिँ छोरी कत्रो भइसक्यो हैन हामीले देख्न सकिन्छ छोरी ठुलो भइसक्यो दयाङजी र मिलिनाजीको एउटा राम्रो सम्बन्ध देख्न सकिन्छ है भने हाम्रो विजय बरालजीले बिहे गर्नुभएको छ हाम्रो सृजना सुब्बाजीलाई हैन उहाँको एउटा आँखामा समथिङ समस्या छ त्यसमा पनि इस्यु देखिन्छ है र अब हुँदै जाँदाखेरि चाहिँ हाम्रो दयाङ राईजी र मिलिना मगरजीमा फेरि पनि खटपट आएको जस्तो हामीले चाहिँ देख्न सकिन्छ ट्रेलरमा हैन उहाँ दुईको संवाद हेर्दाखेरि र हालहालको कन्डिसनमा चाहिँ फेरि मिलिनाजीको माइतीहरु चाहिँ हैन दयाङजीकोमा आएर चाहिँ आफ्नो चेलीलाई चाहिँ घर लगेपछि हाम्रो दयाङ राईजी लिन नगइसकेको अवस्थामा चाहिँ अब हैन मिलिना मगरजीको आमाले चाहिँ हैन ज्वाइ लिन नआएपछि अब के छ हैन तिम्रो मामाको साथी हैन ब्रिटिश आर्मी हैन युके को लाउरे आएको छ के छ जारी तिर्ने रेडी हो भने त हामी केही भन्दैन है भन्नुको मतलब चाहिँ अब यहाँ हैन केही ट्विस्ट आउँदैछ है मिलिनाजीले चाहिँ अब धेरै भइसक्यो दयाङ हैन राईजीसँग अब अलिकति खटपट भएको पहिला बच्चा नहुँदा पनि खटपट भएको बच्चा भइसकेपछि पनि हैन सायद रेखा लिम्बू अथवा कोही अथवा रिचा शर्मा कोही पात्रमा चाहिँ सायद
दयाङ राईज्यू र मिलन मगरज्यू बिच चाहिँ केही कन्फ्लिक्ट आउँछ होला होइन, कुनै न कुनै कन्फ्लिक्ट आउने एउटा विषय त हुनु पर्यो होइन। अनि त्यो पछिको कन्फ्लिक्ट पछि एउटा हात हलालपछि अब चाहिँ सायद होइन दयाङ राईज्यू पनि लिन नगइसकेपछि मिलन मगरज्यूले चाहिँ कस्तो चाहिँ होइन स्टेप चाल्नुहुन्छ होइन, र त्यो पछि कथा कहाँ अगाडि बढ्छ, एउटा राम्रो सुमधुर सम्बन्ध जुन पहिलादेखि थियो र बिचमा होइन खटपट भयो, बिचमा अर्कैसँग मिलिनजी जानुभयो पार्ट 1 मा, र त्यो पछि बल्ल फेरि दुईजना बिचको एउटा प्रेम होइन उहाँहरूको सम्बन्ध सुधारपछि फेरि खटपट भएको देख्न सकिन्छ। र अब यो कथाले चाहिँ होइन यो होइन सम्बन्ध चाहिँ कहाँसम्म पुर्याउँछ भन्नेमा चाहिँ हामी अड्किएर हामी फिल्म हेर्न जानु पर्ने देखिन्छ है। र अब यसमा लिम्बूहरूकै समुदायको संस्कृति होइन त्यहाँको कथावस्तु होइन रीतिरिवाजहरू मा टेकेर बनाएको छ भने यसमा अलिकति रिचा शर्मा आउनु अलिकति इन्ट्रेस्टिङ देखिन्छ। हुन त यसमा ट्रेलरमा देखाएको छैन रिचा शर्माज्यूलाई होइन, सायद केही छ होला लुकाएको छ, त्यो राम्रै पनि भयो। मलाई चाहिँ त्यस्तै मनपर्छ है, ट्रेलरमा कुनै सस्पेन्स अथवा कुनै होइन रिभिल पहिल्यै भइसकेको भने चाहिँ मजा आउँदैन नि त। बरु अहिले होइन रिचा शर्माज्यू सायद केही छ होला उहाँको त्यो होइन मुभीमै रिभिल होला। र पहिलादेखि मनपर्ने भनेको चाहिँ जारीको चाहिँ जारी 2 को जारी जे पनि होइन भनेको यसको ब्याकग्राउन्ड म्युजिक होइन जुन एकदमै लिम्बू समुदायकै होइन एउटा होइन आदिवासी जनजातिहरूकै समुदायबाट आएको एउटा म्युजिकलाई चाहिँ बिजिएम बनाइएको छ होइन, जुन चिजले चाहिँ कथावस्तुलाई त्यो सिनलाई चाहिँ होइन त्यो म्युजिकले चाहिँ होइन अझ कनेक्ट गराएर चाहिँ हामीलाई होइन अझ मुभीसँग होइन स्टोरीसँग चाहिँ कनेक्ट गराउँछ, पात्रसँग होइन त्यो राम्रो छँदैछ। र अभिनयमा त के कुरा गर्नु होइन A1 हुनुहुन्छ सबैजना है। र अब ब्लकबस्टर मुभी हो जारी, र जारी 2 ले ब्लकबस्टर मुभीको चाहिँ साख जोगाउँछ जोगाउँदैन मुख्य कुरो त बक्स अफिसमा त छँदैछ, तर होइन हामी दर्शकहरूलाई होइन जुन एउटा जारी हामीले टेस्ट पाएको थियो होइन त्यसको सिक्वेल चाहिँ कस्तो बन्ला होइन त्यो लेभलको बन्छ बन्दैन एउटा त्यो हाम्रो दर्शकहरूको प्रतिक्रिया पनि एउटा च्यालेन्जिङ छ हाम्रो मेकरहरूलाई, उपेन्द्र सुब्बाज्यूलाई स्पेसल्ली होइन। तर म धेरै धेरै शुभकामना दिन चाहन्छु जारी 2 टिमलाई होइन, एकदम धेरै एक्साइटेड छौँ र एकदम मेरो प्रिय जोडी होइन दयाङ राईज्यू र मिलन मगरज्यू होइन उहाँहरूको मुभी हेर्न आतुर छु, धेरै पछि आउँदैछ होइन। र यो बिचमा कुनै मैले मैजाहरू अनि त्यसै गरेर वरिष्ठ प्रोग्रामहरू सोल्टिनीहरू मैले मुभी हेर्न पाइनँ होइन। म आज बल्ल अलिकति होइन बिरामीबाट निस्कनु भएको छु, अलिकति व्यस्तता पनि थियो। ओके यो मुभी पक्कै हेर्नेछु। ओके।